नर्मल चाहिँ छैन भने त उहाँले नर्मल सिधै भन्न सक्नु भएन यस्तो छ भनेर अब म यता आर्थिन्छु भनेर भन्दा डाउन सिन्ड्रोम हो डाउन सिन्ड्रोमले एउटा सिधै हेर्न मन पराउँछ गीत सङ्गीत सुन्न मन पराउँछ त्यस्तो भन्ने भएर अनि हामी त्यसमा पनि हामी अब त्यो धेरै गाह्रो छ बच्चा यस्तो छ बच्चा यस्तो छ तैँले के गरेछ भनेर भन्ने हुन्छ अनि आर्थिकता त केही नै छैन अनि घरबाट पनि यस्तो यो पछि केही गर्दैन भन्ने अनि अब मैले नि कस्तो भने मैले घर परिवार चाहिँ यो बच्चा यसले केही गर्न सक्दैन चाहिँ म कहिले भन्दैन किन भन्दा केही गर्न सक्दैन अनि यसलाई किन उपचार गर्न पर्यो अनि किन खाना दिनु पर्यो बलियो हुन्छ मोटो हुन्छ के गर्छ भनेर भन्ने यसले केही गर्न सक्दैन चाहिँ मेरो आफ्नो घर परिवार नै मैले भन्न सकेको छैन सकेन भन्यो भने यसलाई नहेत नगर एउटा कोठा थुनिदिने भनिहाल्नुहुन्छ त्यसपछि मैले चाहिँ यसले केही गर्छ भोलिको लागि हामीलाई केही शिक्षा दिन्छ केही गर्छ देखाउँछ भनेर नै गरिरहेको छु र अनि समाजमा पनि लुकाउन खोज्दिनँ देखाउनै छु यो अब यस्तो हो डाउन सिन्ड्रोम भनेको यो हो भन्छु अब एक किसिमले म त लकी नै भएँ होइन फ्यामिली सपोर्ट वाज भेरी गुड स्पेसली हस्बेन्ड वाइफ नै हो उहाँको धेरै ठुलो देन छ मलाई चाहिँ अगाडि बढाउनुमा किन वान अफ हिज फ्रेन्ड्स ए प्रभु तैँले चाहिँ यो बच्चालाई लगेर पाहुना दादाको स्कुलमा राखिदिए भनेको थियो अरे and the reply was you are not his father or parent whatever I decide I'll do तैँले नबोल भनेको त्यो शब्द नै एउटा यस्तो एन्करेजिङ भयो कि अहिले जे मेरो छोरा छ उहाँकै देन हस्बेन्डहरूले नै सपोर्ट नगरेपछि फ्यामिली पनि सपोर्ट गर्दैन नि त 2 वर्षपछि त गाउँको मान्छे त हामीलाई हिँड्न दिँदैन अब घर रेन्ट गरेका थियौँ र उहाँले पनि सानो भएपछि त जोसुकै दिने भन्ने हो अनि बिस्तारै कसैको ढिला कसैको चाँडो हुन्छ भन्नुहुन्छ अनि हाम्रो हस्पिटल जानु पनि दिएको होइन अनि पछि हामी आफ्नै चिन्ती आउँदाखेरि हाम्रो अवस्था हामीले यो यात्रा सुरु गर्दा बुझ्यौँ डाउन सिन्ड्रोम्स केवल चिकित्सकीय निदान मात्रै होइन यो परिवारका लागि भावनात्मक धक्का हो कसैले समर्थन पाउँछन् भने कसैले समाजकै नजर भारी बोक्छन् डाइभर्स नै हुन्छ यो सोसियो इकोनोमिक रिलेटेड प्रब्लम त होइन होइन तर त्यही हो अब वेल अफ फ्यामिलीहरू छ भने चाहिँ डायग्नोसिस अर्ली भएको हुन्छ इन्टरभेन चाँडै भएको हुन्छ कम्पेरिटिभली कम प्रब्लम देखिन्छ कि होइन उहाँहरूले आफै पनि टाइममा गर्नुपर्ने चिजहरू गरिराख्नु हुँदाखेरि हेल्थ इस्युजहरू धेरै आउँदैन तर अब सोसियो इकोनोमिक कन्डिसन पोर भएकोहरूलाई त एक त डाउन सिन्ड्रोमको डायग्नोसिस हुनै कति टाइम लाग्छ बच्चाहरूको जुन उनीहरूले पाउनु पर्ने जति केयर नपाएको देख्दाखेरि नराम्रो पनि लाग्छ प्लस उनीहरूको एबिलिटीलाई इन्हान्स गर्न सकिने धेरैवटा चिजहरू छ जुनमा हामी पनि फलब्याक भइरहेछौँ हामीले चाहेर पनि गर्न सकिरहेको छैनौँ त्यो गर्न सक्ने भए उनीहरूको क्वालिटी अफ लाइफ अलिकति राम्रो हुन सक्दैन होइन र अर्को भनेको चाहिँ अब पेरेन्ट्सहरूले पनि अलिकति ट्राई गरिदिनुहुन्न कि जति गर्नुपर्ने हुन त उहाँहरूको पनि आफ्नै बाध्यताहरू हुन्छ होइन फाइनेन्सियली इमोसनली उहाँहरू पनि ड्रेन हुनुहुन्छ तर स्टिल अब त्यो छ नि त डाउन सिन्ड्रोम त छ अब त्यसलाई हामीले केही गर्न सकिएन होइन भइसकेपछि चाहिँ एटलिस्ट अब त्यो बच्चाको लागि अलिकति टाइम दिएर उनीहरूको रेगुलर चेकअप्सदेखि लिएर उनीहरूको फिजियोथेरापीदेखि लिएर उनीहरूलाई भोकेसनल ट्रेनिङ्सहरू केही चिजमा चाहिँ सक्षम बनाइदिनु पर्यो कि ताकि सधैँ पेरेन्ट्सको अन्डरमा उनीहरू बसिराख्नु परेन पेरेन्ट्सले आफै इन्डिपेन्डेन्टली बच्चालाई छोड्न सक्ने जस्तो बनाउन सक्यो भने इट्स भेरी गुड त्यसको लागि चाहिँ भोकेसनल ट्रेनिङहरू दिएको चाहिँ उनीहरूले अब पढेर एक्जाम्स दिएर एक्सेल गर्ने भनेको त इट्स आउट अफ पिक्चर जस्तो अब बेकरीतिर अनि यो पेन्टिङतिर डान्सिङतिर म्युजिकतिर त उनीहरूले गर्न सक्छ नि त इनफ्याक्ट कतिजना छ कि त्यस्तै डाउन सिन्ड्रोम भएको नेपालमा त होइन विदेशतिर होइन दे आर गुड म्युजिसियन्स पोएट्स अनि यो सङ राइटर्सहरू यस्तो चिजमा क्रिएटिभ चिजहरूमा चाहिँ डाउन सिन्ड्रोमको पेसेन्ट्सहरू युजली एक्सेल गरिरहेको हुन्छ कि अब त्यो बच्चाको क्यापेबिलिटी उसको झुकाव केतिर छ भनेर एसेस गर्ने चाहिँ पेरेन्ट्सले नै हो नि त हामी हेल्थ केयर वर्कर्सहरू अथवा हामीले फ्री क्याम्पहरू गर्दाखेरि त हामीले त बच्चासँग 1-2 घन्टा डिल गर्छौँ नि त तर पेरेन्ट्सलाई त धेरै थाहा हुन्छ नि त आफ्नो बच्चाको बारेमा बच्चाले डान्सिङतिर धेरै झुकाव दिइरहेछ कुन चिजतिर बढी झुकाव दिइरहेछ त्यसमा चाहिँ एटलिस्ट पेरेन्ट्सहरूले उनीहरूलाई लगिदिएर ट्रेनिङ गराइदिनु भयो भने चाहिँ अलिकति उनीहरूले पनि केही पनि गर्न सक्दैन जस्तो फिल नहुने भयो भने पनि त्यो एकदम राम्रो हुन्छ कि नेपालमा धेरै बच्चा अझै घरमा जन्मन्छन् अस्पतालमा नपुग्दै निदान ढिलो हुन्छ र परिवार समर्थविहीन रहन्छ Down syndrome is just tip of the iceberg. There are many
issues which needs to be done. तर नेपाल गभर्मेन्टले गर्ने भनेको पुरै नेपालभरि गर्नु पर्यो, एकनासले गर्नु पर्यो नि त। स्तरीय सेवा दिनु पर्यो र सबैको पहुँचमा भएको दिनु पर्यो। त्यो गर्न चाहिँ अलिकति धेरै नै चुकेको छ भन्ने। सकिने भनेको चाहिँ सबभन्दा राम्रो एउटा चिज के हुन्छ जुन चाहिँ भइदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ हामीलाई भने चाहिँ बच्चा जन्मिएपछि डाउन सिन्ड्रोम लेभल ट्याग लाउनु भन्दा अगाडि नै होइन डाउन सिन्ड्रोमलाई स्क्रिनिङ गर्न सक्यो भने डाउन सिन्ड्रोम भएको बच्चा नै हामीले डेलिभर गरेनौँ भने त्यो बर्डन त यतिकै गयो नि त। त्यसको लागि अब क्रोमोसोमल स्क्रिनिङहरू हुन्छ, त्यसमा पनि धेरै नै इस्युजहरू त छ होइन। स्टिल अब बाहिरतिर वेल अफ कन्ट्रिजहरूले चाहिँ स्क्रिनिङ गरिदिन्छन् पुरै होइन। अनि बच्चा हेल्दी छ भने बच्चा जन्मिनुभन्दा अगाडि सबै थोक थाहा हुन्छ बच्चाको बारेमा होइन, उसको क्रोमोसोम्सदेखि लिएर उसको सबै चिज थाहा हुन्छ। त्यो गर्न सकियो भने हामीले डाउन सिन्ड्रोमलाई नै एकदमै कम गराउन सक्छौँ एउटा कुरा होइन। अर्को जन्मिसकेपछि पनि हरेक बच्चा जन्मिएपछि उसले चाहिँ बेसिक हेड टु टो एक्जामिनेसन चाहिँ पाउनु पर्यो कि। त्यो भएपछि मिस ENT मात्रै होइन, न्युरो सम्बन्धी पनि, चेस्ट सम्बन्धी पनि, पेट सम्बन्धी पनि, मसल सम्बन्धी पनि, बोन सम्बन्धी पनि सबै चिजको एकचोटि स्क्रिनिङ चाहिँ हुनु पर्यो कि डेलिभर भएपछि। अब त्यो हुनको लागि सबै विशेषज्ञहरू अभाइलेबल हुनु पर्यो एकदम होइन त्यो हस्पिटलमा जहाँ डेलिभर भइरहेछ। र हामीले यो पनि नबिर्स्यौँ कि नेपालको कन्टेक्समा त कतिजनाको डेलिभरी त हस्पिटलमै हुँदैन। त्यहाँ कहाँबाट कार्डियोलोजिस्ट पाउने, कहाँबाट पल्मोनोलोजिस्ट पाउने होइन, त्यो पनि इस्यु हुन्छ। अर्को भनेको चाहिँ अब गभर्मेन्टलाई नराम्रो मात्र भनिरहेको होइन होइन, राम्रो काम पनि गरेको छ गभर्मेन्टले, नगरेको होइन। त्यसमा के छ भने डिसेबिलिटी कार्ड भनेर एउटा इन्ट्रोड्युस चाहिँ गरेको छ कि। त्यसमा चाहिँ के छ भने रेड कार्ड, येल्लो कार्ड होइन, ग्रिन कार्ड त्यसरी कार्डहरू छ। तर रेड कार्ड चाहिँ एकदमै दुईटा हात दुईटै खुट्टा नै नभएको जस्तो हुन्छ नि। फिजिकली डिसेबललाई बढी प्राथमिकता दिने हुन्छ कि जुन त्यो डिसेबिलिटी कार्डमा। तर डाउन सिन्ड्रोमको बच्चाहरूको त फिजिकली त केही पनि हुँदैन नि त, हेर्दाखेरि त उनीहरू अलिकति डिफ्रेन्ट देखिने मात्रै हो नि त होइन। हात पनि हुन्छ, खुट्टा पनि हुन्छ, दुईटा आँखा पनि हुन्छ, कान पनि हुन्छ, उनीहरूको सबै हेर्दाखेरि नर्मली जस्तो देखिन्छ। तर डिसेबल चाहिँ उनीहरू इन्टेलेक्चुअली हुन्छ होइन। तर त्यसलाई चाहिँ हाम्रो रेड कार्डमा एसेम्बल गरिदिएको छैन कि गभर्मेन्टले। त्यसले गर्दाखेरि डाउन सिन्ड्रोमको पेसेन्टहरूले पाउनुपर्ने सुविधा जति पाइरहेको छैन। र डाउन सिन्ड्रोमको पेसेन्टलाई चाहिँ एटलिस्ट त्यो एउटा क्याटेगोरीमा राख्न सक्यो भने चाहिँ उनीहरूको लाइफ पोर सोसियो इकोनोमिक कन्डिसन भएको फ्यामिलिजहरूले जसले अफोर्डै गर्न सक्दैन, आफ्नो डेली निड्स अफोर्ड गर्न सक्दैन भने त्यो बच्चाको फिजियोथेरापी गराउनु कसरी जान्छ त होइन। खानु पर्यो नि त, पहिला बाँच्नु पर्यो नि फिजियोथेरापी गर्न त। त्यस्तो खालको इस्युजहरू धेरै छ कि। जस्तै कि अहिलेको यो यस्तो सुन्न बित्तिकै मान्छेहरूलाई प्यारेन्ट्सहरू अलिक डिप्रेसिभ भइहाल्छन् कि। कतिले त के गर्छन् भने अब यो त्यसै पनि केही नहुने रहेछ जस्तो लाग्छ उहाँहरूलाई होइन। अनि अलिक बच्चाको हुन्छ नि अलिक इग्नोर गरिदिनु, केयर नगरिदिनु, त्यस्तो हुन्छ कि। भनेको यस्तोहरूमा चाहिँ अब सरकारले केही दियो भने चाहिँ उहाँहरूलाई होइन केही सुविधा दियो, चाहे जस्तो अहिले संस्था त खुलेकै छ कि, केही हेल्पिङ ह्यान्ड जस्तो होइन, चाहे उपचारकै खर्चहरू दियो गर्यो भने चाहिँ उनीहरूलाई अलिकति सजिलो हुन्छ कि हुन्छ नि। यो डकुमेन्ट्री बनाउन सजिलो थिएन। धेरै अभिभावक क्यामेरा अगाडि आउन नै डराउनु भएको थियो। उहाँहरूको मौनता नै प्रमाण हो यो पीडा अझै समाजको आत्मामा गहिरो बसिरहेको छ। त धेरै भिन्न रूपमा हेर्थ्यो। जब भूमिका भने आमाको मात्र हो, अरूको त्यो बच्चा हुँदो रहेनछ नराम्रो जति। अनि तै पनि अनि मैले चाहिँ हरेसमा खाइ गएन। अनि जति रूपमा हेर्दै पनि मेरो बच्चा हो, केही गराउँछु, हुनु र नहुनु बेग्लै छ, तर म गर्छु नि भनेर निस्केँ। अनि उसलाई चाहिँ त्यो ठाउँमा यतिसम्म नै लिएर आएँ। अनि उसलाई बाहिर चेकअप पनि गराएँ, थेरापी पनि गराएँ। अनि अब मैले पनि केही बुझेको थिएन, केही थाहा थिएन। डाउन सिन्ड्रोम म पनि अलिक बुझ्दै गएँ बच्चाको हेर्ने दृष्टिकोणमा। अनि हेर्दै बुझ्दै गर्दाखेरि अनि उसले पनि अब पहिला सानोमा त अलि राम्रो गर्नु, अनि जब ठुलो भयो अनि ठुलो हुँदै जाँदाखेरि अनि पछि उसले हामीले आइटम केही भएन, त्यो भएपछि अब अडिसन पनि हो कि भन्ने शङ्का लाग्यो। त्यस्तो होला होइन भन्दै हामी हेर्दै गयौँ। अनि हामी सँगै राख्दैन। अब पहिला आफू सक्षम नभए त बच्चालाई केही गर्न सकिँदैन। पहिला आफू सक्षम भयो भने अनि आफू चाहिँ त्यसपछि त्यो टेन्सन केही पनि नलिने। अनि फ्री भएर बसिसकेपछि अनि आफू त म्याचुर भन्छ नि त। भइसकेपछि अनि बच्चालाई चाहिँ अनि त्यो मस्त अनि हेर्दै जाने। अनि उसको आवश्यकताहरू चाहिँ अब डक्टर चेकअप छ कि, अनि त्यो फेरि त्यो छ कि के हेरेर त हामी त्यही अनुसार चाहिँ जाने। डाउन्स भएको ठाउँ भन्दा पनि मिक्स मास भएको ठाउँ भयो भनेदेखि चाहिँ अनि धेरै थरी राम्रो र नराम्रो सिक्दा त नराम्रो त उसले सिक्नु कमजोरी भयो, राम्रो पनि केही सिकेको छ, त्यसलाई चाहिँ खुसी मान्ने हाम्रो हो। आमा छन्जेल त भएन भने हेराउँदा आमाको सिकाएपछि कसले हेर्दैला कसले गर्दा म हेर्छु र यो राख्ने ठाउँ कहाँ छ, व्यवस्था पुनः केही भयो त्यो भन्दाखेरि चाहिँ त्यसमा हामी अलिक राम्रो हुन्थ्यो होला कि। यस आमाले समाजसँग लड्न रोजिन्। उनीमाथि आरोप लाग्यो तिम्रो बच्चा दोष हो, तर उनले बच्चालाई लुकाइनन्।
बरु उनले समाजलाई बुझाउन थालिन् यो बच्चा पनि बराबर हो। बच्चा जन्मिन बित्तिकै हामीले पहिले मोर्फोलोजी भन्छ कि भनेको फिजिकल्ली पनि थाहा हुन्छ हामीले हेर्दा। फर इक्जाम्पल बच्चाहरूको त जस्तो कि फेस हेर्दाखेरि हुन्छ नि नानीहरूको त्यो हुन्छ फ्ल्याट नेजल ब्रिज हुन्छ कि त्यो पुरै च्याप्टो परेको हुन्छ। यो कानको के हुन्छ आँखाको अफ स्ल्यान्टिङ आइज भन्छ कि त्यो चाहिँ माथितिर गएको हुन्छ यस्तो है। त्यस पछाडि अर्को भनेको हामीले हेर्दाखेरि हुन्छ नि बच्चाहरूको इन्टेरियर फन्टानेल भन्छौँ कि त्यो चाहिँ पुरै वाइड ओपन हुन्छ। अरू बच्चासँग कम्पेयर गर्दाखेरि चाहिँ धेरै ओपन हुन्छ इन्टेरियर फन्टानेल हेर्दाखेरि हामीले माथिबाट हेर्दाखेरि। अर्को भनेको बच्चाहरूको टङ चाहिँ बाहिर निक्लिएको हुन्छ, त्यसलाई प्रोट्रुडेड टङ भन्छौँ हामी होइन, जिब्रो बाहिर निक्लिरहेको हुन्छ कि नानीहरूको त्यो फेसियल एक्सप्रेसन त्यसैले। न्यु बोर्नै हो भने अरू पनि हामीले फेसियल बाहेक अरू हुन्छ। बच्चा हाइपोटोनिया हुन्छ कि हाइपोटोनिया भनेको टोन जति नर्मल बच्चामा हुन्छ त्यो बच्चामा त्यति राम्रो टोन चाहिँ हुँदैन। अर्को भनेको हामीले जुन हेर्दाखेरि बच्चाको यदि मुटुतिर गयो भने हामीले सुन्दाखेरि चाहिँ अब बच्चाको मुटुमा चाहिँ एक किसिमको आवाज आउँछ कि मुटुको पाल हुन्छ। कमली चाहिँ इन्डोकार्डियल कुसन डिफेक्ट भन्छ, त्यसपछि चाहिँ अर्को भिएसडी भन्छ, भेन्ट्रिकुलर सेप्टर डिफेक्ट भन्छ होइन, एएसडी भन्छ, आर्टेरियल सेप्टर डिफेक्ट भन्छ होइन। यस्तो कार्डियक प्रब्लमहरू आउँछ नानीहरूलाई कि हामीले अस्कल्टेट गरेर सुन्दाखेरि कि स्टेप चाहिँ। अर्को भनेको बच्चाहरूलाई जस्तो जन्मिने बित्तिकै कुनै बच्चा आयो अनि हामीले बच्चाको कसैको एनस हुन्छ कि एनल क्यानलै पेटेन्सी छैन भनेको बन्द छ भने हामी त्यतातिर सस्पेक्ट गर्न सक्छौँ। अरू कोरिलेटेड के हुन सक्छ त त्यसरी कोरिलेट गर्छौँ। पेटमा जाँदा कसै कुनै बच्चाको हुन्छ ट्रान्स एसेफिकल फिस्टुला भन्छौँ कि हामी, त्यो भनेको फोक्सो र त्यो जुन ट्रेकियाको र के भन्छ त्यो खानेको नली हुन्छ नि इजोफेगस बिचको कनेक्सन हुन्छ कुनै नानीमा। यदि त्यो नानी त्यस्तो टाइपको छ भने पनि हामी अरू कुरा पनि म्याच गर्न खोज्छौँ। त्यसपछि हामी पेरेन्टल हिस्ट्री लिन्छौँ। यदि हामीले केही डाउट लाग्यो जस्तो बच्चाहरूको कसैको त कन्जेनेक्टल क्याटारेक्ट हुन्छ, त्यो भनेको आँखामा जुन मोतिया बिन्दु भन्छौँ नि हो त्यस्तो हुन्छ बच्चा हेर्दाखेरि। काउन्सिलिङ गर्दाखेरि बच्चामा कतिको डिफेक्ट छ, फर इक्जाम्पल कुनै बच्चामा मोर्फोलोजी फिचर मात्रै देख्यो, अनुहारमा देख्यौँ हामीले, हातमा पनि सिमेन्ट किज भनेको जस्तो हाम्रो 4-5वटा यस्तो धर्का छ नि उसको सिङ्गल किज हुन्छ कि सिङ्गल सिमेन्ट किज हुन्छ हात हेर्दाखेरि। अर्को भनेको क्लिनोडेक्टाइली भनेको उनलाई यस्तै बाङ्गेको हुन्छ बच्चाको है हात हेर्दाखेरि भने। अर्को भनेको जुन मैले खुट्टाको हुन्छ नि सेन्ट्रल ग्याप भनेको फर्स्ट र सेकेन्ड टोको लार्ज ग्याप हुन्छ कि। डाउन सिन्ड्रोम भनेर चाहिँ नर्मल बच्चाहरूभन्दा अलिकति फरक के हिसाबमा फरक भन्यो भने चाहिँ ट्राइजोमिक 21 क्रोमोजोमको समस्या भयो भने त्यो हिसाबमा बेसिकली हामीले सुरुमा हेर्दा फिजिकल एपियरेन्स हेर्न अलिकति फरक जस्तो हुन्छ। पछि न्युरोलोजिकल हिसाबमा पनि बच्चाहरू अलिकति फरक चाहिँ हुन्छ। यो साथसाथ सोसियल कनेक्सनहरू कुराहरूमा पनि उहाँको एकाडेमिकहरू पनि डाउन सिन्ड्रोमको बच्चाहरूको चाहिँ क्यापेसिटी भनौँ न अलिकति फरक हुन्छ। जति पुरा नर्मल बच्चाहरूको लर्निङहरू हुन्छ नि डाउन बच्चाहरूको लर्निङहरू त्यति राम्रो नहुन सक्छ। त्यो प्रोसेस सर्ट टर्म मेमोरीहरू नै तिनीहरूको विक हुन्छ। त्यसले गर्दाखेरि उनीहरूलाई लर्निङहरूमा प्रब्लम हुन्छ। बट डे टु डिसिसन चाहिँ एभ्रिडे लाइफमा चाहिँ बिस्तारै पछि चाहिने कुरा हो नि त डिसिसनहरू सबै कुरामा बेसिक एक्टिभिटिजहरूदेखि लिएर ठुलो हुँदै गएपछि त अरू कम्प्लेक्स कुराहरूमा पनि डिसिसन चाहिन्छ। त्यसमा चाहिँ डाउन सिन्ड्रोम बच्चाहरूलाई चाहिँ कति गाइड गर्नलाई सपोर्टहरू प्यारेन्ट्सहरूले सपोर्ट गरिदिनु पर्छ। सामान्य कुराहरूको डिसिसनहरू उनीहरूले गर्न सक्छ, बिस्तारै बिस्तारै सिम्पल कुराहरूको डिसिसनहरू गर्न सक्छ। तर पछि कम्प्लेक्सहरूमा चाहिँ अलिकति सर्टिफिकेट बढी चाहिन्छ होइन। हामी कहाँ आउने भनेको त अलिक ठुलो भएपछि आउनु, सानोमा होइन। के त्यस्तो समस्याहरू जुन देख्न सकिन्छ नि एज अ साइकेट्रिस्ट आउने चाहिँ मेन्टल इस्युहरू पनि आउन सक्छ नि यस्तो बच्चाहरूमा एज फर अरू युजुअल बच्चाहरू पनि जस्तो हुनसक्छ त्यस्तो हिसाबमा आउने डिनायल हो। तर अब त्यो एक्सेप्टेन्स त हुनै पर्छ होइन, त्यो अनुसारले कोप अप गर्दै जानै पर्छ। डाक्टरहरूले हामीलाई सम्झाउनु भयो डाउन सिन्ड्रोम रोग होइन, यो आनुवंशिक दोष पनि होइन, यो केवल भिन्नता हो र यसलाई स्वीकार्दा मात्रै बच्चाले आफ्नो सम्भावना पुरा गर्न सक्छ। नेपालमा डाउन सिन्ड्रोमका लागि काम गर्ने धेरै संस्था छन् र हामीले प्रवेश गरेको संस्था डाउन सिन्ड्रोम सपोर्ट हेल्थ एसोसिएसन DSSHA अत्यन्तै प्रभावशाली लाग्यो। त्यहाँका डाक्टरहरू र विशेषज्ञहरू सबै अत्यन्तै सहयोगी हुनुहुन्थ्यो। नयाँ बानेश्वर काठमाडौँमा अवस्थित DSSHAले डाउन सिन्ड्रोम भएका बालबालिका र उहाँको परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै आएको रहेछ। एसोसिएसन खोल्ने मेरो उद्देश्य के थियो भने हाम्रो बच्चाहरूमा धेरै स्वास्थ्य समस्याहरू देखिन्छ। सो
इफ त्यो बच्चाले चाहिँ लेटर अन फ्युचरमा के राम्रो गर्न सक्ने त क्षमताको लागि त स्वास्थ्य चाहियो। सो थिङ्किङ अन द्याट नाम पनि त्यस्तै राखेछौँ, डिसा DSSHA डाउन सिन्ड्रोम सपोर्ट हेल्थ एसोसिएसन नेपाल भनेर, विच मिन्स वी आर गिभिङ डाइरेक्सन टु द लाइफ अफ द चाइल्ड विथ डाउन सिन्ड्रोम। अब अहिलेसम्म त संस्थालाई चलाउने त हामी हाम्रो 11 मेम्बर बोर्ड हो, एक्जिक्युटिभ बोर्डमा, अनि मोस्ट अफ अस आर डक्टर्स थेरापिस्ट, अनि त्यो कारणले चाहिँ हेल्थमा सपोर्ट चाहिँ धेरै नै हुनुभयो। एन्ड इच अफ द स्पेसलिस्ट क्यान कन्ट्रिब्युट टु द वेलबिङ अफ द चाइल्ड। अब एउटा त आफ्नै बच्चा नै डाउन सिन्ड्रोम जन्मियो चाहिँ गर्दिनँ मेरो यस्तो बच्चा पायो भनेर। सो हि इज अ गड गिफ्ट टु मी। उसबाट मैले धेरै कुराहरू सिकेँ होइन, धैर्यता सिकेँ, वाट इज एम्पथी सिकेँ। सो हि टट मी मेनी थिङ्स। त्यसो भएर चाहिँ त्यो बच्चा एक किसिमले भगवानको देन नै मान्छु, अनि त्यसैले गरेर यो सबै मैले यो क्षेत्रमा लागेको चाहिँ त्यही हो। आफ्नो त बच्चा भयो, अरूलाई पनि केही दिएर उनीहरूको पनि जीवनमा चाहिँ प्रगति होस्। पहिले जहाँ बच्चाहरूलाई छोडिन्थ्यो, आज अभिभावकहरू दिनौँ यात्रा गरेर सहयोग खोजिराख्नु भएको हामीले देख्यौँ। अब अहिले त धेरै नै मेरो जागृति बढेछ। पहिला पहिला त आमा बाउले नै एब्यान्डन गर्ने पनि देखेछु, तर अहिले चाहिँ हामी गरौँ यो बच्चाको लागि, के गरौँ, कहीँ गएर सोझौँ। इभन अनरिचेबल ठाउँ हाम्रो त धेरै, हामी पुग्नै नसक्ने ठाउँहरू पनि छ, त्यहाँबाट फोनबाट भए पनि यताउति सुनेर, अब आजकल त छ नि प्रविधि छ होइन, गुगल गर्छन्, त्यसले चाहिँ यस्तो पनि हुँदो रहेछ भने थाहा पाएर कल गर्छन्। दे आर भेरी एन्थुजियास्टिक, के गरौँ मेरो बच्चाको लागि। पहिला पहिला थिएन यो जागरुक। अलिछिन बच्चा अब कहाँबाट आयो भनेर पेरेन्ट्सहरूले नै भनेको पनि सुनेछ, र कतिपय त बाटोमा फालिदिने पनि छ। विचार नेपालको टिकटबाट थोरै नै आउनुहुन्छ, तर जो आमा बाउमा त्यो लगनशीलता छ नि बच्चालाई के गर्ने भन्ने, एकदमै अनरिचेबल प्लेसेसबाट पनि फोन गरेर टाइम मिलाएर 4-5 दिनको लागि भए पनि 10-15 दिनको लागि, धेरै स्टे गर्नु सकिँदैन, काठमाडौँ आउँछन्। यस्तो छैन कि दूर दराज जान चाहिँ केही छँदै छैन, उनीहरूले निग्लेक्ट गरेको देखिन अहिलेको जमाना। सहयोग ढिला गर्न सकिँदैन, सुरु नै गरिहाल्नु पर्छ। DSSHA को यही सिद्धान्तले हामी छक्क पर्यौँ र बुझ्यौँ यो संस्था किन यति सक्षम रहेछ भनेर। अब मेन त डाउन सिन्ड्रोम बच्चा जन्मिसकेपछि त डायग्नोज नै हुनु पर्यो। डायग्नोज भइसकेपछि चाहिँ उसलाई चाहिने फर्स्ट स्टेप, उसलाई अगाडि बढाउने भनेको देयर इज अ वर्ड कल प्राथमिक हस्तक्षेप, अर्ली इन्टरभेन्सन इन इङ्ग्लिस होइन। त्यसमा 3 थेरापिज चाहिँ एकदमै आवश्यक छ, बिकज मसल टोन लो हुन्छ, त्यसले माइलस्टोन डेभलपमेन्टमा असर पार्छ, ढिलो हुन्छ। त्यस कारणले मसललाई बलियो पार्नु, हाइपोटोनिक मसल, विक मसल हुनको कारणले डेभलपमेन्ट माइलस्टोन सपार्नुलाई चाहिँ फिजिकल थेरापी दिनै पर्छ। 3 महिनाको बच्चा भइसकेपछि दे हेभ हार्ट डिजिज अल्सो। हार्ट डिजिज छैन र कार्डियक डक्टरले चाहिँ हार्ट डिजिज हेर्दा पनि हुन्छ स्टार्ट गर भनेर ग्रिन सिग्नल दियो भने स्टार्ट गर्नु मिल्छ, अदरवाइज त्यो नभइकन मिल्दैन। अनि अकुपेसनल थेरापी दिनचर्याको काम, सेल्फ इन्डिपेन्डेन्सीको लागि। अनि स्पिच, त्यो मसलको विकनेसले गर्दा स्पिच पनि प्रष्ट हुँदैन। सो त्यो प्रष्टता आओस्, उसले मान्छेलाई बुझाउन सकोस् आफ्नो कठिनाइहरू, र अरूले नगिजाओस्। अब हामीले पनि भनौँ न, अब कोही बच्चा अलिकति बोल्नु नसक्ने छ भने, सुन्नु नसक्ने छ भने, उसलाई के भन्यो बाबु, तिमीले के भनेको भनेर 3 टाइम्स इफ यु आस्क द चाइल्ड, उसले त बोल्नै छोडिदिन्छ। सो त्यो एन्करेजमेन्ट चाहिँ दिनु पर्ने हुन्छ, र स्पिच ल्याङ्ग्वेज थेरापी इज भेरी भेरी एसेन्सियल, तिनीहरूको अगाडि बढ्ने क्षमता बढाउनु। परिवर्तन केवल स्थानीय सीमामा मात्र सीमित छैन, यो विश्वव्यापी छ र नेपाली परिवारहरू अब यस यात्राका सहभागी बनेका छन्। अब त्यो सपोर्टको लागि त अब हामी एडभोकेसी गर्नु पर्यो, सबै मिलेर पेरेन्ट्सहरूले गभर्मेन्टलाई पनि घचघचाउनु पर्यो। थेरापिजहरूको एउटा गभर्मेन्टले नै एउटा सेन्टर बनाएर सब्सिडाइज रेट्समा, तर त्यो गरे चाहिँ राम्रो हुन्थ्यो। र आजकलको प्रविधि डिजिटल टेक्नोलोजी भएको कारणले वी अलवेज ह्याभ सेलफोन हातमा, त्यहीबाट पनि गुगल गरेर गर्नु। अब जानु नै नसक्यो भने के त विकल्प निकाल्नु पर्यो। There are so many
युट्युबमा भिडियोजहरू अपलोड गरेको हुन्छ। अब त्यससम्म त अन्तर्राष्ट्रिय सहयोग के पनि पाएको छैन, बट आई एम एसोसिएटेड विथ डाउन सिन्ड्रोम फेडरेसन अफ इन्डिया, चाहिँ एसिया पेसिफिक रिजनको मूल एउटा हो फेडरेसन। उहाँहरूले चाहिँ कहिले कहिले चाहिँ थेरापिस्टहरूको ट्रेनिङ गराइदिनुहुन्छ, अनि एजिएम उनीहरूको हरेक वर्ष डिफ्रेन्ट कन्ट्रिजमा हुन्छ कि, त्यसले गर्दा फाइदा के भयो भने जहाँ गयो त्यही अलिअलि सिकाएर गयो। अनि जुम मिटिङ भनेर उनीहरूले एभ्री स्याटरडे गरिरहेछ, चाहनेहरूले त्यसमा पनि जुम मिटिङमा एडअप भएर उहाँबाट पनि सिक्न सकिन्छ। कोलाबोरेसन त हाम्रो यो सेरेब्रल पाल्सी संस्था छ, उहाँसँग चाहिँ यो केयर फर केयरर्स नेपाल भनेर एउटा फ्रम युके, उसको डटर चाहिँ डाउन सिन्ड्रोम हो, तर हि इज गोइङ अराउन्ड, अनि उसले चाहिँ एउटा केयर अफ केयरर्सको एउटा समाज पनि क्रिएट गरिसकेको छ। हि इज ग्रेट, अनि हि इज रनिङ अराउन्ड, हरेक वर्ष आउँछ, ट्रेनिङहरू दिन्छ। त्यसले गर्दा 29 अप्रिललाई चाहिँ केयरर्स डे पनि WHO विश्व स्वास्थ्य सङ्गठनले पनि मान्यता दिइसकेको छ, सो सेलिब्रेसन पनि गर्छ। मेन त उहाँहरूलाई सक्षम बनाउनु पर्यो होइन, आफ्नो इन्कम जेनेरेटिङ कुनै इम्प्लोइमेन्टमा जान सक्ने क्षमता बनाइदियो भने द्याट्स द बेस्ट होइन। त्यसको लागि हामी ट्राई गरिरहेछौँ। होटल इज द बेस्ट फर द्याट, बिकज एकदमै दे आर मेटिकुलस पिपल के। स्पोर्ट्समा पनि अब गर्नु पायो भने दे क्यान सो देयर ट्यालेन्ट, अनि एउटा चाहिँ अब उनीहरूको इफ दे विन सम स्मल प्राइज अल्सो दे फिल गुड होइन, उनीहरूको मनोबल बढ्छ, अनि फिजिकमा पनि हेल्थ हुन्छ, हेल्थ पनि हुन्छ। बाहिर विकसित देशहरूमा त दे हेभ डन क्वाइट अ लट होइन, जसमा कि ओल्ड एज होम जस्तै उनीहरूलाई पनि आफ्नो रिह्याब होम्सहरू राम्रै बनाएको छ। अब हामी आशा राखौँ कि हामीले पनि त्यस्तो किसिमको चाहिँ रिह्याब सेन्टर बनाएर उनीहरूलाई चाहिँ इन्डिपेन्डेन्सी दिनु। यो बच्चाहरूमाथि दया गर्ने होइन, सशक्त बनाउने हो। Sympathy is nothing. Empathy is the greatest part which leads to better, fruitful life. बिचारा भन्नु र उसको हेल्प गर्नुमा धेरै डिफरेन्स। डाउन सिन्ड्रोम रोग होइन, यो अनुवंशिक दोष पनि होइन। समाज र चिकित्सकले साथ दिनुपर्छ। यो सेटिङहरूमा प्रायः बुझ्ने भनेको सबैले चाहिँ त्यो एउटा रोगको अनुसारले हेर्नुहुन्छ कि इट इज लाइक अ डिजिज, बट द्याट इज नट ट्रु। त्यो सही होइन। डाउन सिन्ड्रोम मिन्स होइन, नट अ डिजिज। तर सुरुमा सबैको फ्यामिलीको प्यारेन्ट्सको इम्प्रेसन चाहिँ यो फरक खालको हो, अनि अब रोग जस्तो भनेर मान्ने छ नि त। त्यो हिसाबमा सुरुमा डिनायल हुनसक्छ, डिनायल भन्नु एक्सेप्ट गर्न गाह्रो हुने। बिस्तारै बिस्तारै अब हुँदै गएपछि त्यो हिसाबमा त्यो सपोर्टहरूको लागि त अब हामी पनि सुरुमा अलिकति काउन्सिलिङ गर्छौँ। डाउन सिन्ड्रोमको बारेमा मलाई त्यति धेरै ज्ञान त छैन होइन, तर रिसेन्टली एउटा मुभी हेरेर अलिअलि चाहिँ आइडिया भएको छ। हामीले जस्तो कि सोसाइटीमा पनि अलिकति डिफ्रेन्टली एबल मान्छेहरूलाई चाहिँ अलिकति झिर दुर्दुर गर्ने व्यवहार गर्छौँ नि, त्यसै गरी डाउन सिन्ड्रोम भएको मान्छेहरूलाई पनि हामीले चाहिँ अलिकति टाढै राख्न खोज्छौँ। हामीले चाहिँ एउटा कुरा के बुझ्नुपर्ने रहेछ भन्दाखेरि उनीहरूले जसरी दुनियाँलाई हेरिरहेको हुन्छन्, उनीहरूको नजरिया जे हुन्छ, हाम्रो नजरिया चाहिँ डिफ्रेन्ट हुन्छ। सो हामीले अलिकति चाहिँ संवेदनशील भएर उनीहरूको नजरियाबाट हेर्न खोज्यौँ भने चाहिँ मेबी कुन काम के को लागि गर्दैछ भने हामीले अलिकति बुझ्छौँ, र उनीहरूलाई चाहिँ हामीले अलिकति उनीहरूको पर्सपेक्टिभ बुझेर उनीहरूको मेन्टल स्टेट बुझेर चाहिँ उनीहरूसँग को एक्जिस्ट गर्नको लागि चाहिँ हामीलाई सजिलो हुन्छ, र उनीहरूलाई पनि हामीसँग को एक्जिस्ट भएर कन्फिडेन्सका साथ बाँच्नलाई चाहिँ अलिकति सजिलो हुन्छ जस्तो लाग्छ मलाई। अनि हजुरलाई डाउन सिन्ड्रोम बारे के जानकारी छ? त्यस्तो खासै डेप्थमा गएर इन्फर्मेसन चाहिँ छैन मलाई यसको बारेमा, तर यति चाहिँ थाहा छ कि दे आर हल्का डिफ्रेन्ट फ्रम नर्मल ह्युमन्स। उनीहरूको ब्रेन बडी फङ्सन चाहिँ हल्का डिफ्रेन्टली हुन्छ, यति हो। खासै इन्फर्मेसन चाहिँ छैन मलाई यसको बारेमा। समाजका आवाजहरू फरक फरक रहेछन्, कतै अझै कलङ्क, कतै आशा र कतै समर्थन। यो भए पश्चात पनि हामीले परिवर्तन भने सुरु भइसकेको देख्यौँ। पेरेन्ट्सलाई चाहिँ म के भन्छु भने द्याट इज नट द एन्ड। अब डाउन सिन्ड्रोमले भयो, उहाँहरूले चाहिँ कसरी पर्सिभ गरिदिनुहुन्छ भने ल अब यो बच्चाको त केही कामै छैन, अर्को बच्चा हुन्छ नि। एउटा त कतिजना डक्टर्सहरूले यस्तो पनि गरिदिनुहुन्छ कि त्यो न्युज ब्रेक गर्दा पनि यसरी ब्रेक गरिदिनुहुन्छ कि पेरेन्ट्सको होपै जान्छ कि। न्युज ब्रेक गर्दाखेरि पनि अलिकति त्यही अनुसारले न्युज ब्रेक गरौँ भन्छु डक्टर्सहरूलाई, मेडिकल फिल्डको मान्छेलाई अलिकति लेट्स बी सफ्ट
है अब हो बटम लाइन त बटम लाइनै हो, डाउन सिन्ड्रोम हो, यसलाई केही गर्न सकिँदैन। तर त्यसरी भन्नुभन्दा पनि अप्सन्सहरू छ भनेर भनिदिँदाखेरि पेरेन्ट्सलाई अलिकति पोजिटिभिटी त आउँछ नि त। त्यही कुरालाई अब तपाईँको बच्चालाई डाउन सिन्ड्रोम छ, अब केही गर्न सकिँदैन भन्नु र तपाईँको बच्चालाई डाउन सिन्ड्रोम डायग्नोसिस भयो, अब उसले नर्मल बच्चा जसरी सबै चिज गर्न त नसक्ला, तर स्टिल हामीले यस्तो यस्तो गर्न सक्छौँ भनेर भन्नुमा त धेरै फरक हुन्छ नि त। बच्चाको आमा बुवाले चाहिँ नर्मली उसलाई चाहिँ अरू बेबी जस्तै केयर, त्योभन्दा धेरै केयर गर्नु पर्यो है। अरू कुरा माया पनि धेरै गर्नुपर्छ, किनकि यो बच्चा यस्तो छ भनेर इग्नोर गर्नु मिल्दैन। उनीहरू पनि कतिपय बच्चा त यदि राम्रो छ भने जति हामीले जुन अर्गेनमा जुन डिफेक्ट देखिएको छैन भने 50 to 55 इयर्ससम्म नर्मल लाइफ बाँच्न सक्छ, हामी जस्तै नबाँच्ने होइन बाँच्छ। तर डिपेन्ड गर्छ कतिको हुँदै गाह्रो छ, अरूको कति रिलेटेड। डाउन सिन्ड्रोमलाई कसरी बुझौँ भने इट क्यान ह्यापन टु एनी फ्यामिली कि जसमा पनि यस्तो केस हुनसक्छ। हेरिडिटी हो होइन कि एउटा फ्यामिलीमा मात्रै डाउन गर्ने अर्को हुँदैन भन्ने चाहिँ हुँदैन एक्सपिरियन्स। यो चाहिँ क्रोमोजोमल उसले गर्दा भनेको यो फ्यामिलीमा पनि हुने समस्याहरू के छ भने डाउन सिन्ड्रोम भएपछि धेरै लाइफ स्प्यान पनि धेरै हुँदैन, मोस्टली फ्यामिलीमा एडजस्ट गरेर बस्न सक्दैन भन्ने विचार हुन्छ। तर द्याट इज मिसकन्सेप्सन। डाउन सिन्ड्रोमको अरू बच्चा जस्तै उसले आफ्नो जीवन होइन लाइफ स्प्यान राम्रो गर्न सक्छ, करियरहरू पनि डेभलप गर्न सक्छ। तर मेन कुरा के भने सपोर्ट चाहिँ चाहिन्छ। सपोर्ट फ्यामिली लेभलबाट होला, यस लेभलबाट होला नि, त्यसको लागि राज्यले होइन हाम्रो सोसाइटीले हाम्रो राज्यले सपोर्ट चाहिँ गर्नुपर्छ। त्यो पोलिसी मेकिङ पनि ल्याउनु चाहिँ पर्छ। उहाँलाई चाहिँ अब त्यो जहिले पनि के भन्छ हामी पोजिटिभ काउन्सिलिङ गर्ने। किनभने बेबी हो नि पहिलो कुरा त होइन, बच्चा भनेको त इनोसेन्ट हो नि त। उसले त मैले भने नि मदरले यही बुझ्नु पर्यो कि जतिकै अर्को बच्चा राम्रो बच्चा उसको चाहिँ त्यति नै इम्पोर्टेन्ट त्यो बच्चालाई पनि दिनु पर्यो कि उहाँले होइन। त्यो होइन कि इग्नोर गर्ने, किनकि ऊ बच्चा पनि मैले भने नि अघि नै उसको पनि लाइफ जस्तै नर्मल तपाईँ हामीको जस्तै हुनसक्छ नि। 50-55सम्म मजाले बाँच्छ यदि उसको कोमोर्बिडिटी छैन र उसको सबै कुरा राम्ररी नै ह्यान्डलिङ गरिरहेछ होइन, जस्तो स्क्रिनिङ गरिरहेछ होइन, कोमोर्बिडिटीहरू कम छ भने हुन्छ नि त। त्यही भएर अब लाइफ त हो नि मान्छेको। राम्रो मान्छे पनि त 10 वर्षमा पनि बाँच्दैन त। एक्सपायर निमोनिया भएर पनि मान्छे एक्सपायर हुन्छ, हुँदैन त? हुन्छ, जन्मिने बित्तिकै आइसियुमा जान्छ, भेन्टिलेटरमा बच्चा एक्सपायर हुन्छ नि। यसको मतलब यो होइन लाइफ त सबैको लाइफ एन्ड डेथ त जतिखेर जसलाई हुन सक्छ। त्यही भएर पहिले बच्चालाई के गर्ने, केयर चाहिँ राम्ररी गर्ने, अगाडि हुर्काउने के। तपाईँले हरेक कुरा नेगेटिभली जाने होइन, पोजिटिभिटी हुनु पर्यो होइन। बरु बुझ्ने आफ्नो यो बच्चामा छ भने होइन, डक्टर मलाई अर्को बच्चामा कसरी हुँदैन हो त्यसको लागि बरु स्क्रिनिङ गर्ने आफूले होइन, त्यो गर्न पाइयो त। जेनेटिक बुझिने होइन, बुझ्नु पर्यो। यो होइन कि मैले यसलाई इग्नोर गर्दै छोडे, त्यसरी चाहिँ मिल्दैन। यो बच्चा चाहिँ जोसुकैको कुखमा पनि जन्मिन दिन सक्छ, जसले पनि जन्माउन सक्छ नि त। यो बच्चा त सबैजना सम्पन्नलाई मात्र यो बच्चा दिने होइन, अनि अशिक्षितलाई मात्र दिने होइन, सबैले यो उपहारै भनौँ त। अब जोसुकैलाई त नदिएला उपहार भयो, अनि नपाइएला, अनि त्यसमा पनि अब हामीले जति पाएको छौँ यसलाई हामी संरक्षण गरौँ। अनि अरूले गरिसकेपछि यिनीहरू चाहिँ अब त्यसै भए, अब जो नहुनु भइसक्यो भएकोलाई चाहिँ यो अब यस्तो अब डाउन सिन्ड्रोम यो हो भनेर र अनि अझ चाहिँ भने यसरी गर्ने हेरचाह यस्तो गर्ने भनेर अब आफूले जानेको चाहिँ भन्दै जाने र भोलिको लागि व्यवस्था पनि केही होस् भनेर त्यो समाजमा पनि केही गर्न सकियोस् भन्न सकियोस् र त्यो स्थानीय सरकारले पनि केही गर्न सकियोस् भन्ने चाहिँ इच्छा छ र गर्दैछु पनि गर्दैछु भने। अब सारा नागरिक ओभरअल सबैलाई चाहिँ यही मेसेज हो कि हाम्रो बच्चाहरू चिल्ड्रेन विथ डाउन सिन्ड्रोम एकदमै प्रतिभाशील नागरिक हो। हामीले उनीहरूको चाहिने चाहिँ आवश्यकता पूरा गरेर उनीहरूलाई चाहिँ सक्षम बनाएर दिनु सक्यौँ भने देशलाई उनीहरूले पनि केही त उपलब्धि गराउँछ। यी बच्चाहरू समाजका बोझ होइनन्, अधिकार कागजमा मात्रै होइन जीवनमा उतार्ने समय आएको छ। प्रत्येक बच्चा बराबर छ र सबैमा भिन्न भिन्न खुबी हुन्छ।